हेलो गाइज, आज चाहिँ मैले यो अस्तिले मैले रोल गरेको थिएँ नि मेरो स्नेक प्लान्ट हो, त्यो रोल गरेको खोल्दैछु है। यो चाहिँ पार्ट 2 के तपाईँहरूलाई मैले अस्ति देखाउँछु भनेको थिएँ नि त। अनि यहाँ खोल्दैछु, कस्तो हुन्छ हेरौँ है त। म चाहिँ एकदमै रहर लागेर नै गरेको, कस्तो चाहिँ हुँदो रहेछ भनेर। यस्तो त हुँदो रहेछ, गोलो गोलो घोप्टो घोप्टो होइन। बिचराहरू कति लामो लामो हुन्थ्यो होला मेरो रहर पुरा गर्नु। यस्तो भयो है गाइज, यस्तो हुँदो रहेछ। दामी भयो। अब हेरौँ फुस्किँदै जाँदा कस्तो देखिन्छ। तर अहिलेको यसको लुक चाहिँ यस्तो भयो गाइज है। यो चाहिँ पार्ट 2 टिटी दामी नै हुँदो रहेछ। तर अझै यसको चाहिँ लेभलहरू मिलेन क्या। यिनीहरू त्यो चाहिँ एकदम लामो लामो भयो, यो चाहिँ यिनीहरू यस्तो यस्तो खालको भयो। र स्टेप स्टेप भएको भए राम्रै देखिने रहेछ होइन। तर यस्तो भयो गाइज। आज मैले कति 2 विक त भएन, त्यस्तै 9-10 डेज जस्तो, 10-11 डेज भयो। अनि साह्रै यिनीहरूलाई यो भयो जस्तो लाग्यो कि बिचराहरूलाई आया आया भनेर कराएको जस्तो फिल भयो नि त मलाई, बिचराहरू। अनि आज चाहिँ खोलिदिएँ गाइज। अनि यस्तो भएको छ यो चाहिँ। यी नजिकबाट देखाउँछु तपाईँहरूलाई। यी खोलिदिएको यस्तो भयो है गाइज। दामी नै भयो लुक चाहिँ। तर हेरौँ अब कति दिनसम्म घोप्टो हुने। यी कोही त ठाडो भइगयो त। 22 विक नै राखेको भए चाहिँ अलिक मजाले नै घुम्रिरहेको थियो होला। तर यस्तो भयो। हेर्नुहोस् है त, पार्ट 2 है यो चाहिँ गाइज। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। मैले पनि त्यही युट्युबमा टिकटकमा देखेर नै गरेको। टिकटकमा हो कि यस्तो रिलमा क्या देखेको क्या, अनि गरेको थिएँ। र मैले आफै अरूले गरेको देखेर मैले पनि गरेको। यस्तो भयो गाइज। धेरै दिन चाहिँ कुप्रो नहुने रहेछ। 2 हप्ता नै राखेको भए चाहिँ हुन्थ्यो होला। तर अब छिटो खोल्यो, बिचराहरूको माया लाग्यो क्या मलाई चाहिँ। एकदमै कष्ट भएको जस्तो लाग्यो। अनि त्यही भएर है त गाइज। ओके बाई। लाइक कमेन्ट गरिदिनु होला।